कस्तो भएर आएको रहेछ। ओहो, मान्छे त नारी जाति नै राम्रो। नारीमा नि फेरि सारी भएपछि त खत्तम कुरा। हाम्रो त न दारी छ, यो साइकलको ट्युब जस्तो। पुरुष त पुरुष हो, उहाँको देखेर के काम लाग्ने, आशा मात्रै गर्ने हो। थ्याङ्क यू सो मच बहिनी। मलाई गीत गाउनु भनेर माइक थमाइदियो नि त। एक दुई आखर यसो के भन्नु मन छ भन्ने हुन्छ नि त। धेरै धन्यवाद मिलन दाईलाई। लगभग आधी घन्टा चक्कर मारेँ मैले। यो पुरानो स्कुलमा पुगेछु म, हो कि किड्समा पुगेछु। हुन त नजिकै हो हजुर, लोकेसनले त्यस्तै छ। भर्खर आएको छु, बाँकी कुरा यहाँहरूको लागि रमाइलो गर्न बाँकी नै छ। आज हामी लगभग साँझसम्म यहीँ हुन्छौँ। अघि 2 बजे बोलाएको, 4 बज्यो। हामी 4 बजे छोड्ने भनेको 8 बजे छोड्छौँ भन्नुभएको छ। हामी 12 बजे छोड्यो नि रेडी आइसकेपछि। मिलन दाईलाई सम्मान छु, बाँकी कुरा एकछिनपछि। तनी बिचरा धपडीमा रहेछ। म पनि पुरानोमा पुगेँ के बिचरा, उसको अहिले बेला पनि धपडीकै छ। अब अरू कुरा नगर अघि ल। म यो 1-2 आखर गीत गाउँछु नि त है अस्मिता। साउन्ड पनि मिल्छ। अगाडि कस्तो आछ र आवाज ठिकै छ? अब गीत गाउने गीतै गाएको राम्रो सुनिन्छ, देखिन्छ पनि क्या। अब भाषण गरेर त भएन। मलाई चाहिँ यो सानो नानीहरू, यहाँ पढ्ने नानी बाबुहरूलाई हेर्न मन लागेको थियो के। ए नानी बाबु अगाडि आउन। All the lovely student, can you little in front of me? Can you come this side? I want to have a look you guys. आओ नानी हो आओ। कोही बेला बोर्डिङ पढाइ टोपल्थेँ मैले भने क्या चितवनमा। ल है, म पहिला बच्चाहरूलाई खुसी बनाउँछ है। राम्रो स्कुल नर्थ पोल एकाडेमी हाम्रो स्कुल। अब बच्चाहरूलाई